आजको यो मौसम जसरी झरीले रोइरहेको छ त्यसै गरी मेरो मन पनि भारी भइरहेको थियो। आज सोमबार विशेष दिनको साथसाथै मेरो लागि अलिक फरक खालको दिन थियो किनभने हामी दुईजना हस्बेन्ड वाइफ 1 मन्थ समर भ्याकेसन सँगै टाइम स्पेन्ड गरेर आजबाट चाहिँ आफ्नो आफ्नो ड्युटीको लागि छुट्टिनु पर्ने थियो नि त। अनि म चाहिँ सुबह एकदमै छिटो उठेर नुहाइ धुवाइ सकाएर अनि शिवजी पहिला चाहिँ विष्णु सूर्यजीलाई जल चढाएँ, तुलसी पूजा गरिवरी शिवजीको पूजा गर्न थालेँ। मेरो जीवनमा चाहिँ दुईजना शिवजी मैले मान्छु एउटा चाहिँ देख्दै नदेखेको शिवजी जसको छवि मलाई हरेक सेकेन्ड मन मस्तिष्कमा छापिरहेको हुन्छु भने एउटा चाहिँ मेरो आफ्नै हस्बेन्डज्यू हुनुहुन्छ मैले उहाँहरू दुवैजनालाई पाली पाली पूजा गरेर पनि सकेँ। अनि मन चाहिँ मेरो एकदमै भारी भइरहेको थियो अब आजको दिन व्रत नै नभएको भए पनि म खाना बनाउने खाने मलाई केही जाँगर लाग्दैन बिहे गरेको यत्रो समय भइसक्दा पनि म अझै पनि एक्लै बस्न कस्तो गाह्रो मान्छु यो मेरो लागि नौलो कुरा त केही पनि होइन। मैले धेरै समय पहिलादेखि नै यो भोग्दै आएको पनि छु, तर यही नै हो मेरो भनेर मैले चाहिँ आफूलाई विश्वास दिलाउन सक्दिनँ 1-2 दिन 5 दिन जति त मलाई धेरै नै गाह्रो हुन्छ। तपाईहरु पनि यस्तै नेपालभित्रै रहेर छुट्टा छुट्टै जब गर्नुहुने को हुनुहुन्छ उहाँहरूले चाहिँ अभियसली पक्कै बुझ्ने नै हुनुहुन्छ कति गाह्रो हुन्छ भनेर। अनि गाह्रो त सबैलाई नै हुन्छ, तर कस्तो डिफिकल्ट लाग्छ मलाई चाहिँ सँगै हुन पाए जस्तो हुन्छ। आज सोमबारको दिन भोलेनाथको कृपा हामी माथि भयो भने पक्कै पनि एक दिन हामी ह्याप्पिली सँगै टाइम स्पेन्ड गर्ने दिन पक्कै आउँछ भन्ने आशा पनि राखेको छु र म चाहिँ शिवजीमाथि पुरा भरोसा पनि गरेको छु। अनि सरजी त जानुभयो, उहाँलाई बिदा गरेँ। उहाँ गएपछि मन कस्तो भारी भयो थाम्नै सकिनँ तर मुभन त हुनु पर्यो नि, फेरि आफ्नो ड्युटी पनि जानु छ भनेर मन चित्त बुझाएँ